जय मसी सबैलाई जय मसी स्वागत छ अभिवादन छ। म परमेश्वरको दास पास्टर पदम बराल र तपाईको बीचमा परमेश्वरको जीवित वचन लिएर आएको छु। तपाई छुटकारा हुन चाहनुहुन्छ? म तपाईलाई सोध्दै छु आज परमेश्वरले तपाईलाई सोध्दै हुनुहुन्छ के तपाई छुटकारा हुन चाहनुहुन्छ? यदि तपाई छुटकारा हुन चाहनुहुन्छ भने प्रियहरू हामी संसारबाट अलग हुनुपर्ने आवश्यक छ। संसारको त्यो पुरानो संस्कारबाट हाम्रो पुरानो जीवनबाट होइन शैतानले हामीलाई फेरि ब्याक गर्न चाहन्छ। हामीलाई शरीरका कुराहरूद्वारा संसारको अभिलाषाका कुराहरूतिर ढल्काउन चाहन्छ। प्रियहरू हामी त्यसबाट अलग हुनुपर्नेछ। यदि तपाईँ र म चाहिँ है प्रभु येशूको अनुसरण गरेनौँ भने, परमेश्वरको पाइलालाई पछ्याएनौँ भने, परमेश्वरको स्वभावमा हामी निर्माण हुन खोजेनौँ भने, परमेश्वरको वचनमा आज्ञाकारी जीवन जिउन सकेनौँ भने प्रियहरू तपाईँ र मैले चाहेको कुराबाट हामी तपाईहरुमा छुटकारा हुन सक्दैन है। आज तपाईँ र मेरो जीवनमा थुप्रै कुराहरूको बन्धनहरू हुनसक्छ है। कोही रोगको बन्धनमा होला, कोही श्रापको बन्धनमा होला, कोही डिप्रेसनको बन्धनमा होला, कोही अभावको बन्धनमा होला, कोही हो झै झगडाको बन्धनमा, विभिन्न किसिमका समस्याहरूमा आज मानिसहरू बाँधिरहेका छन्। तर छुटकारा पाउन चाहन्छन्, तर छुटकाराको कुनै उपाय पनि छैन। तर एउटै उपाय मात्र छ, त्यो उपाय चाहिँ ख्रीष्ट येशू हुनुहुन्छ, जसले तपाईलाई छुटकारा दिन चाहनुहुन्छ, जसले तपाईलाई निको पार्न सक्नुहुन्छ, जसले तपाईलाई चङ्गाइ दिन सक्नुहुन्छ, जसले तपाईलाई आशा दिन सक्नुहुन्छ, जसले तपाईलाई जीवन दिन सक्नुहुन्छ। यूहन्ना 10को 10 पदमा येशूले भन्नुभएको छ, चोर चोर्न र नाश पार्न मात्र आउँछ, तर म त तिमीहरूलाई यस रीतिले म यस संसारमा आए तिमीलाई जीवन दिन आए, त्यो पनि प्रशस्त मात्रामा दिन आए भनेर उहाँले भन्नुभएको छ। प्रियहरू जबसम्म चाहिँ अब्राहमले चाहिँ है जबसम्म उनले आफ्ना मानिसहरूलाई छोडेनन्, जबसम्म अनि संसारका कुराहरूमा उनी घुलमिलिरहेका त्यो कुरालाई छोडेनन्, जबसम्म उनको मन मिल्ने साथीहरूलाई छोडेनन्, आफन्तहरूलाई छोडेनन्, आफ्नो ठाउँलाई, आफ्नो गाउँलाई छोडेनन्, होइन आफूले इच्छा गरेको ठाउँलाई छोडेनन्, तबसम्म उनले चाहेको कुरा चाहिँ उनको खुसी चाहिँ उनको सन्तान थियो। उनलाई उनको जीवनमा सन्तान थिएन, उनको श्रीमतीको कोख बाँधिएको थियो। जब परमेश्वरले भन्नुभयो अनि कनान देशमा छ त निस्केर जा, म तँलाई यहाँबाट चाहिँ लिएर उर्को देशमा जाँदैछु, तँलाई म त्यहाँ पठाउँदैछु, त जा यहाँबाट निस्केर भनेर जब उनी घरबाट निस्केर त्यो ठाउँमा पुगे, त्यस पछाडि उनको जीवनमा परमेश्वरले चाहिँ दर्शन दिनुभएको छ। कनानमा पुगेपछि दर्शन दिनुभएको छ अनि उहाँ भविष्यवाणी गर्नुभएको छ है। अनि यही साल, यही महिना, यही गते होइन तैँले चाहिँ तेरो श्रीमतीको कोखबाट चाहिँ अनि इसाक नामको चाहिँ एउटा चाहिँ बालक जन्मिने छ है, जसको कुलबाट चाहिँ उद्धारकर्ताको जन्म हुनेछ भनेर अनि चाहिँ त्यहाँनिर चाहिँ अनि साराको कोखबाट चाहिँ अनि इसाकको जन्म भएको छ। प्रियहरू त्यो बन्धन खुलेछ, त्यो कोख खुलेको छ। आज तपाईँको बन्धन परमेश्वरले खोल्नुहुन्छ, विश्वास गर्नुहोस्, तपाईँले छुटकारा पाउनुहुन्छ यीशुको नाममा।